हामी अहिले भेटर स्काई वकतिर जाने क्रममा 2 वर्षको लामो अन्तरालपछि साथी सङ्गीतकार कृष्ण कुमार राई कोरियाको 2 वर्ष बसेपछि आउनु भएर हामी भेटघाट भएर घुम्नको लागि आएका छौँ। लागि अब दुईटा टिकट काट्ने ठाउँतिर कति हो 98 173 174 98 धरान 11 के को लागि ठेगाना चाहिँ चाहिने हो? यहाँ माथि फेरि झगडा गऱ्यो भने पुलिसले बोलाउनु मलाई पुलिसले ल्याम्म समाएर पुरै ठेगाना नै चाहिने हो? के को लागि हो? कि सुरक्षाको लागि होला नि हुन त? ए ए ए ठिक ठिक। कति कहाँदेखि आयो भने ल है भेटर को स्काई वक भाले टावर। कृष्ण सर भाले टावर भनेको मान्छेहरू हाँस्छ नि। यो बनाउनु चाहिँ वास्तवमा छोरा मान्छेले बनाएको हो क्या यो। इन्जिनियरले परदेखि हेर्नुपर्छ क्या ठ्याक्क छोरा मान्छेको जस्तै देखिन्छ नि त भाले टावर। त्यही भएर शिवलिङ्ग तर अलिक अहिले नि परदेखि हेर्दाखेरि चाहिँ लच्किसकेको जस्तो देखिन्छ। छिटै भ्याक्रा खुवाउनु पर्ने जस्तो देखियो यो टावर। हानिलाई यस्तो छ, राम्रो छ, दामी। पिङ खेल्ने जोडाजोडी यस्तो देखिँदो रहेछ। एन्टीलाइट ठ्याक्कै पर है। एन्टिलाइट घटाउने छ त हामीसँग। ल जाउँ भित्र जाउँ भित्र। यो खुट्टामा लाउने बसेर लाउनु पऱ्यो है। ल है छिर्यो अब। अनि कस्तो चिप्लिन्छ क्या हौ? चिप्लिने हुच्ची भइन्छ है यहाँ त। म त हुच्ची पाउँछु त यहाँ सिसामा छेउतिर। हैत्तेरिका के हौ पारा है। होइन यो मनले मान्दो रहेनछ क्या नि। झन् त झरिँदैन तर मनले कस्तो कस्तो हुँदो रहेछ क्या। आऊ डराउनु पर्दैन। डराउनु त नपर्ने हो तर मनले कस्तो कस्तो मान्दो रहेनछ क्या नि। यो केबल कार चढे जस्तै हो। है तल त हेर्नु नहुने रहेछ। मलाई डर लाग्दैन। लु है तेरी
तल हेर्दा त नि हो गइएला जस्तो छ त काठमा टेक्नु पर्ला नि तर लास्तै चिसो रहेछ हौ यहाँ त झन् ल म यता हिँड्छु है तेरि हिँड्नु त हिँड्यो झरी गयो भने के हुन्छ होला नि झरी गयो भने मरिगयो झली गयो भने चाहिँ मरिगयो झरिएन भने चाहिँ यहाँ चाहिँ यस्तो छ यति हो यहाँको यति हो यति टावर हेर्ने यस्तो छ यति त यसकै के हेर्नु अब होइन अब हामी यहाँदेखि कहाँ जान्छौँ तल जान्छौँ नमस्ते झरना नमस्ते झरना कि नमस्ते झरना जाउँ न त्यता पनि यसो घुमेर विकास त भएकै है यतिको देश गरिब देश भए पनि विकास त हुँदैछ यता हेर्दाखेरि त कस्तो हौ तलतिर हेर्दाखेरि त तल हेर्नुहोस् है गइएला जस्तो लाग्छ त है तेरि ल तल 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 बे मलाई चाहिँ डर नलाग्ने रहेछ होइन मलाई डर नलाग्ने हो आजकल के भयो डर लागेन है तपाईँलाई डर त के लाग्नु यो लडिने होइन होइन तर कस्तो चिउ चिउ लाग्छ लाग्दैन ठ्याक्कै पहिलोपल्ट चढियो बिस्तारो ठेल्नुपर्छ नभए छिटो घुमिहाल्दो रहेछ त्यो अब त्यो हात पनि बसेको छैन एक त हाम्रो एक त बसेको छैन तर जस्तो होइन हुन्छ कि यो यति त यहाँको हेर्ने नै अब कुहिरो लागिरहेछ कुहिरोले अलिक आज चाहिँ मौसमले चाहिँ साथ दियो त्यहाँ धरान देखिने धरान देखिएन अलिअलि देखियो अग्लो टावर कोसी पनि थोरै देखियो आज ठिक छ मौसम अब सधैँ माथि जाने हो कि हैट नजाउँ म त सक्दिनँ एलाउड छैन माथि जानु पाए चाहिँ राम्रो हुन्थ्यो किन के एलाउड किन छैन अहिले ए ठिक छ त्यही त अब तपाईँहरूले केही थाहा हुन्छ कि भनेर सोधेको हो यहाँ कतिको आउँछन् मान्छेहरू दिनमा 100-150 त्यही त दोहोरिएर अलिक कमै मान्छे आउँछ नि त अब सुरुमा त भिडभाडै हुने हो जस यसले पनि यो भेटहरूको निकै राम्रो भयो है इन्डियाबाट पनि आएका छन् घुम्नलाई यतातिर त्यो रमाइलो छ तर अब ठाडो हाल्ने मौसम त्यति राम्रो छैन कृष्ण सर फोटो खिच्नुमा व्यस्त दामी 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 तल नहेर्ने क्या माथि हेरेर हिँड्ने मधुरो हो
के गरौँ झरौँ बाबु ठिक छ डराउँदैन ए लु ल है जोडी सोगा डर लाग्यो सबैजना अघि त बुढी हेर्दा कस्तो डर लागिरहेको थियो डर आउँछ कता कताबाट डर लाग्छ हौ के भएको मन यति साह्रो डराउनु पर्ने त होइन त नि मलाई ढोका भयो है यो लाने त होइन यसो हिलोमा काम लाग्ने रहेछ हौ के अरे बाइकमा हिँड्दाखेरि हिलोमा काम लाग्ने रहेछ क्या जुत्ता ठुबा हे स्कै वक न त बेलाको सिजनको पो राख हुन्छ भन्थ्यो बुढापाकाहरूले त्यस्तै अब कुबेलामा भेटरमा आएर घुम्नु भनेको पनि गाह्रै हो के अरे त्यतिको त चिसो ठाउँ झन् चिसो मौसममा आउँदाखेरि त कस्तो हुँदो रहेछ होइन ऊ त्यहाँ पर चाहिँ ऊ होइन त्यो के अरे मनोकामना पल्लो पल्लो थाहा भएन यो चाहिँ गएको छैन अहिलेसम्म मनोकामना यहाँ पनि मन्दिर छ अब जाउँ तलतिर नमस्ते झरनातिर नमस्ते झरनातिर सर्लक्क घुमेर हेर्नुहोस् ल बनाउ चाहिँ राम्रै बनाएको है यतिको ठिक रहेछ भेटरको बनाएर छन् ठाउँमा होइन तर झिल्केले सुकायो शनिलाई आउँदो रहेछ मान्छे त चिसोमा पनि आउँदो रहेछ है यसले चाहिँ गजब बनायो के यसले आनन्द अर्को हातले त हल्लिन्छ यसले जति पनि ब्यालेन्स राख्छ नि त दगुऱ्यो भने जिम्बल छ नि त त्यही मेसिन त्यत्तिकै होइन नि त मेसिन त्यत्तिकै होइन नि त तर पछि मेसिन भनेको मेसिन नै हो यस्तो छ यसको वक सामान त छुट्यो छैन नि एकछिन बसौँ एकछिन बसेर जाउँ